केपी ओलीले नेपाली क्रिकेट टिमको फोटोमा विजयी भव लेखेर पोस्ट गर्नाले गर्दा लोद्दर लाग्यो अनि नेपाल हार्यो। अरे तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? त तेरीमा झ्याक्ने घन्टेका कुत्ताहरू हो, साला पाल्तु कुकुरहरू। केपी ओलीले क्रिकेट टिमको फोटो पोस्ट गरेर विजयी भव भन्दा हारेको हो कि तिमीहरूको क्रिया, तिमीहरूको घन्टाका बाणहरू नि? कशिशे सकल नेपाली जर्सी लगाएर मैदानमा गएर बुरुक बुरुक उफ्रिँदै भोट केमा घन्टामा त्यसका बाउको लन्ठामा भन्दै बुरुक बुरुक उफ्रेकाले हारेको। कुन ठाउँमा जाँदा के को नारा लगाउने, कुन ठाउँमा जाँदा के गर्ने थाहा छैन तिमीहरूलाई? त्यसले गर्दा आरो लोद्दर लागेर अरे खेल सुरु हुनुभन्दा अगाडि जर्सी लगाएका छन् नेपालको, अनि त्यसपछि घन्टाको झण्डा बोकेछन्। भोट केमा घन्टामा त्यसका बाउको लन्ठामा गर्दै बुरुक बुरुक खेलाडीहरूलाई हौसला दिनको लागि गएका हो कि घन्टाको लन्ठा गराउन गएका हो? त्यहाँनिर घन्टाको प्रचार गर्न गएका हो तिमीहरू? त्यहाँनिर गर्दै उफ्रेका छन् झ्याक्नेहरू। अनि खेलाडीहरू हारे भनेकाले गर्दाखेरि केपी ओलीले पोस्ट गर्नले गर्दा लोद्दर लागेर हातिखेर के को नारा लगाउनु पर्ने कहाँ थाहा दिमाग छैन। सबै घन्टाकै गु खाएका हुन् कि कुकुरको गु खाएका हुन् कि मान्छे हुन् कि पशु हुन् कि अचम्मै पो गर्यौ त तिमीहरूले त। क्रिकेट मैदानमा खेल सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गीत बस्थ्यो, अरू बेला त गुड लक भनिन्छ होला, आई लभ यु गरिन्छ होला बरु आफूलाई मन परेको टिमलाई, आफूलाई मन परेको खेलाडीलाई। कता भोट केमा घन्टीमा गर्दै चाहिँ घन्टीको झण्डा लन्द्राङ पारेका त कहाँ के गर्नुपर्ने थाहा छैन। साला हारेपछि केपी ओलीले गर्दा हार रे साला कुकुरहरू। कशिशे सकल तिमीहरू खेलाडीलाई हौसला दिन गएका भोट केमा घन्टीमा गर्दै उफ्रेका छन्। तिमीहरू त मान्छेको नाममा त नि कसम यो देश प्रेमी र मान्छे नै गर्यो अचम्मै नै पो गर्यौ त। कति साह्रो अराजकता हो यो। खेल मैदानमा गएर चाहिँ विश्वकप भिड्नलाई गएका छन् नेपालको सानहरू, तिनीहरूलाई हौसला बढाउनु पर्ने। यो जित कसको? नेपालको पो भनिन्छ होला त।